वर्षमा एक जोर लुगा किनेर नल्याउने बाउ आमाको मुख हेर्दिनँ लुगा एक जोर किनेर लगाउने के आयो मेरो बाउले किनिदिएको ढाल लगाइरहेको होइन सो हेलो एन्ड वेलकम ब्याक टु अनदर भिडियो गाइज आयो सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि एकदमै सन्चै छु है एन्ड सो सबजनालाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु अनि आज चाहिँ म मम्मीलाई एउटा सानतिनो आफ्नो क्षमता अनुसारको एउटा गोल्ड सुन किनेर दिउँ भन्ने सोचिरहेको छु होइन अनि हाम्रो यो टिकटकमा चलिरहनु भएको रोजी दिदी भनी हुनुहुन्छ नि हो उहाँको पसलमा गएर लिन लगाएको अनि म चाहिँ अहिले यता पाटनतिर छु अनि आज बेलुका गोदावरीतिर जान्छु होइन अनि सो अहिले चाहिँ म गोल्ड लिन जान्छु होइन गोल्ड देखाउँछु तपाईँहरूलाई पनि कस्तो के कति पर्दो रहेछ पनि देखाउँछु अब भिडियो बनाउनु पायो भने भित्र है त अब यसो आमा खुवाउने औँसीमा आमालाई केही दिउँ भनेर सो त्यही हो अब म एकैचोटि अब गोल्ड सपमै जान्छु दिदीकोमा अब एकैचोटि गोल्ड सपमा भेटौँला है त केटा हो यो A few moments later. सो गाइज ल फाइनली मैले लिएँ है त चट्ट लाएर ल यस्तो खालको छ होइन कस्तो लाग्यो तपाईँहरूलाई मलाई भन्दा नि मम्मीलाई एकदम मन परेको थियो नि मम्मीले 2-4 दिन अगाडिदेखि गुनासो गर्दै हुनुहुन्थ्यो क्या मन पऱ्यो टाइपको कति टिकटकमा 5500 भन्नुभएको थियो अहिले फेरि अब हिजोको आज रेटहरू पनि बढिरहेको हुन्छ नि त अनि 6500 सम्म गरिदिन्छु भनेर भन्दै हुनुहुन्थ्यो अनि त्यसपछि मैले फेरि त्यहाँको लागि चिनेको थियो अनि फोन गरेर अनि त्यसो दाइ मिलाइदिनु पऱ्यो ल भनेर अनि फेरि 5800 सम्म गरिदिनु भएको छ है त उहाँले मैले लिएको चाहिँ यहीँ ग्रेसी ज्वेलर्स एन्ड रोजी दिदी यो तपाईँहरूले टिकटकमा पनि देख्न सक्नुहुन्छ होला रोजी दिदी भन्ने रोजी दिदी लेख्नुभयो भने आउँछ टिकटकमा पनि हो उहाँको पसलमा गएर लिएको है त मैले चट्ट त्यही हो ल ठिकै छ केटा सो आमाको लागि जे भयो नि किनिदिनै पऱ्यो नि त होइन आमा खाउने औँसी आइसक्यो सो सबजनालाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु सबै आमाहरूलाई अनि मेरो आमालाई त भइहाल्यो अनि अर्को कुरा गाइस अब रियाक्सन कस्तो आउँछ है त अब म भोलि आज बेलुका जान्छु घर गोदावरीमा अहिले म यता पाटनतिर छु आज बेलुका गोदावरी जान्छु अनि त्यसो भोलि बिहान मदर्स डे हो नि त सो भोलि बिहान रियाक्सन हेर्नुभयो चाहिँ यता कस्तो आउँछ भनेर One day later. सो गाइज म चाहिँ बिहान उठिसकेँ है म यता गोदावरीमा छु अहिले बिहान उठेर भर्खर उठिसकेको छु अब मम्मीलाई सरप्राइज दिनुपर्छ हिजो मैले फलफुलहरू पनि किनेर ल्याएको छु होइन त्यहाँ राखेको छु मम्मी त्यहाँ बसिरहनु भएको छ चिया खानलाई बसिरहनु भएको छ अब मम्मीलाई त्यो यसो रेडी पारेर सरप्राइज दिनुपर्ने हुन्छ रियाक्सन हेरौँ है त गाइज सो गाइज ल हेर्नुहोस् रेडी भइसकेको छ मेरो हामी चाहिँ अब यहाँ चिया खान लागेको मम्मी चाहिँ फेरि एकैछिन रेडी भएको हुन्छु ल अरे बाउ चाहिँ फेरि यहाँ उठ्न पाएन मोबाइल अन्त सो गाइज ल अहिले त मैले चाहिँ चट्ट रेडी भइसकेको अवस्था फलफुल अनि मिठाई मेरो हातमा छ है भएको कुरा त वर्षमा एक जोर लुगा किनेर नल्याउने बाउ आमाको मुख हेर्दिनँ लुगा एक जोर किनेर लगाउने यस्तो पनि हुन्छ खानेकुरा पो खाने त लुगा त जहिले लगाइरहेको त अनि होइन त केटा ल यो मेरो मम्मीलाई ह्याप्पी मदर्स डे आमाको मुख हेर्ने दिनमा लान्ताला धौनी ह्याप्पी मदर्स डे ल है 3 चोटि धाउनुपर्छ ल अब आफूले सोचेको कुरा पुगोस् ल मम्मीलाई लुगा होइन स्पेसल गिफ्ट लिएर आएको छु
ल हेर्नुहोस् यिनी केही ल हेर्नुहोस् खोल्नुहोस् हेर्नुहोस् के ल्यायो हामी जनतालाई देखाउन चाहन्छौँ आम्मै 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 हामी जनतालाई देखाउन चाहन्छौँ वा बिल सहित आएको छ त के हो के आयो यस्तो के आयो के आयो वाउ! के आयो लगाइहाल के आयो यस्तो गाइस सुन आएछ सुन ए यसको बोलीसँग चिया खाइदिइहाल न त उठे हेर बाउ उठे हेरेको हेर 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 गाइस बिल पनि कत्रो आएछ सुन आयो गाइस सुन टक्क लाउँ न त है अनि लाउनै पर्यो नि ए यसो खोलेर पनि लाउनु भन्नु वाउ कस्तो राम्रो तपाईँलाई मन परेको यही होइन त नि मन परेको कहाँबाट ल्याएको हेर्नु न त्यहाँ बिलमा एकचोटि रोजी दिदी होला हो साह्रै मन पर्छ रोजी दिदीको पसल होला क्या रोजी दिदी रोजी दिदी कत्रो ग्रेट रोजी दिदी रोजी दिदी लवन खेल सातो बाटो ए होइन लवन खेल सातो बाटोमा मात्र धेरै राम्रो छ नि त्यो रोजी दिदीको पसल दुःख सो गाइस तपाईँहरूले देख्न सक्नु भयो होला रियाक्सन बवाल भयो अनि सबै ह्याप्पी मदर्स डे सबैजनालाई अनि सबैको आमाहरूलाई पनि ह्याप्पी मदर्स डे भन्न चाहन्छु सस्तो सामान ल्याइरहेछ हो हो खुबै सस्तो सामान खुबै ल्याइरहेछ बाउले त्यति पनि दिएन आमालाई त्यही भएर आमा मन खिन्न पारेको थियो मैले ल्याइदिएको कतिना बाउले दिने हो त अनि कतिना आमाले गुनासो गर्दै थियो मलाई यो किनेन तेरो बाउले भनेर भन्दै थियो अनि मैले आफैले गएर किनेर लिएर आइदिएको तेरो मामीलाई बाउले किनिदिएको त्यहाँ लगाइरहेको होइन कत्रो लगाइरहेको त्यहाँ सो गाइस त्यही होला आज बिहानको तेरो बाउले किनिदिएको त्यहाँ कार्यक्रम सकिसकेको अवस्था है अब म पनि अब निक्लिनु पर्ने हुन्छ यहाँबाट चिया खाँदैछौँ अब मिठाई सिठाई अब फलफुल यताउति खाएर निक्लिनु पर्ने हुन्छ सो आजको भ्लग यहीँ एन्ड गर्न चाहन्छु गाइस है त सो बाई बाई